होइन यो राष्ट्रिय स्वतन्त्र पार्टीले किन नाटक गरेको, यसरी किन नाटक गरेको, किन स्टोनबाजी गरेको, गरिब दुखीलाई किन चाहिँ यसरी धनी पूर्जा बाँडेको, कसले बाँड्नु भनौँ धनी पूर्जा, ल भनौँ त किन धनी पूर्जा बाँडेको। ल म त छक्कै पऱ्यो, यो एआईबाट बनाएको हो कि साँच्चै हो, म त अलि नबुझ्ने परे साथीहरू। धनी पूर्जा चाहिँ किन बाँडेको, किन स्टोनबाजी गरेको, काम चाहिँ किन गरेको त्यस्तो होइन। त्यो पर्सि भोट लिनु पर्दैन, फेरि धनी पूर्जा दिन्छु भनेर अहिले धनी पूर्जा दिएपछि फेरि भोट चाहिँ कसरी लिनु हो। अबको 5 वर्ष पछाडि फेरि एमाले र काङ्ग्रेस आउँछु भन्दैछ, उहाँ मिलिरहेछ ती तिनजना, अनि ती तिनजना मिलेपछि अनि हामी फेरि कसरी जित्ने। अहिले थुम्थुम्याउँदै राख्नुपर्छ क्या, यसरी धनी पूर्जा नबाडौँ न यार। मलाई त लास्टै रिस उठ्यो हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीदेखि त यार। होइन यसरी धनी पूर्जा नबाडौँ न यार। अब 5 वर्ष पछाडि फेरि जनता भाषामा जाने जनता भाषामा जाने, फेरि अब मलाई चुनाव जिताइदिनुहोस्, चुनाव जिताएपछि अनि म फेरि तपाईँलाई धनी पूर्जा दिन्छु भन्ने, चुनाव जितिहालिन्छ, चुनाव जितेपछि अनि फेरि जाने, अनि फेरि त्यत्तिकै 5 वर्ष बस्ने, फेरि अर्को 5 वर्ष चुनाव आउँछ, चुनावपछि फेरि जाने। अब यो चाहिँ पक्कै हो, हाम्रो पार्टीलाई जिताइदिनुहोस्, धनी पूर्जा अर्कोचोटि हामी फाट्दै दिन्छौँ भन्ने। त्यसै गर्दै 36 वर्ष त मनाइहालिन्छ। 36 वर्ष मनाएपछि त हाम्रै रात हाम्रै गति। अनि यसरी धनी पूर्जा दिएपछि त अनि सबै नेपाली जनताहरू त अनि भर्सि त एमाले काङ्ग्रेसतिरै जान्छ त। फेरि यसो नगरौँ न, हो नगरौँ, स्टोनबाजी नगरौँ क्या, नगरौँ न के, स्टोनबाजी नगरौँ न। हेत्तेरिका हो।